सम्पूर्ण हेलो नमस्कार। आज मिति चैत्र एकादशी फागुन 28 गते कक्षा 10 का भाइ बहिनीहरूलाई विदाई कार्यक्रम सञ्चालन हुँदैछ। यस विदाई कार्यक्रममा कक्षा 9 का भाइ बहिनीहरूले खादा लगाइदिँदै हुनुहुन्छ भने यस विद्यालयका ऋषिराम ढकाल सरले टीका लगाइदिँदै हुनुहुन्छ। कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरूको अग्रसरतामा सुरुवात गरिएको यो कार्यक्रम अत्यन्त राम्रो, मनमोहक र औचित्यपूर्ण देखिएको छ। यो एउटा संस्कारको सुरुवात हो। एसी दिने भाइ बहिनीहरूलाई कक्षा 9 का भाइ बहिनीहरूले शुभकामना प्रदान गर्दै जुन एउटा संस्कारको विकास गरेका छन्, त्यसले आगामी दिनका कक्षा 8 का भाइ बहिनीहरूलाई पनि ठुलो शिक्षा हुनेछ। भनिन्छ नि, हामीले अरूलाई सम्मान गर्यौं भने हामी आफूले पनि सम्मान पाइन्छ। सम्पूर्ण एकदम राम्रो सबै चट्ट भनेर मजाले पढ्न पर्यो। घोडा घसेर मोबाइलमा उता बाहिरतिर मिल्काएर तिमीहरूलाई चाहिँ आफू अभिभावक भएको फिल भयो कि भएन?